आइज कुन्टुर आइज 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 कुन्टुर कहाँ हिँडेको छु आइज आइज किन त्यसलाई बदमास देखि नसक्ने आफ्नो साथीलाई त्यसो गर्नु हुँदैन नि त मिलेर बस्नुपर्छ जनावरमा पनि रिस रागको भावना हुँदो रहेछ साथीहरू होइन मिलेर बस्ने अब आफ्नो एरियामा अरू नआउनु भन्ने होइन सबै जनावरको पनि अनि मान्छे त चेतनशील प्राणी हो नि त मान्छेलाई त त्यो भावना आइहाल्छ नि रिस रागको भावना हुनु होइन भन्छ नि सापाको छोरालाई के अरे बिख र मान्छेको छोरालाई इख भने जस्तो अब जनावरमा सबैमा त्यस्तो इख हुन्छ मान्छेमा त हुनु स्वाभाविक लाग्यो है मलाई चाहिँ तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु